मर्निङ तपाईँहरू सबैजनालाई र म फेरि दिलीप दाजुको माझ आएको छु। अनि अस्ति मलाई यहाँ अप्पर घल्टाबाट एकजना दिदीले सधैँ नै पठाइदिरहनुहुन्छ चामल र दिलीप दाजुको लागि यो तेल पठाइदिनु भएको थियो, त्यो लिएर आएको थिएँ। अनि दिलीप दाजु चाहिँ घरमै हुनुहुँदो रहेछ आज। दाजुको केस त बहुत लामो भइसकेको रहेछ हौ। टोपी निकाल्नुहोस् दाजु। आम्माम केस त नकाट्नु अन्त काट्नु पर्ने खै अब काट्ने मान्छे नै पाइन म अब 1-2 दिनमा आउँदाखेरि म केस काट्ने मान्छे पनि लिएर आउँछु कि अन्त केस काटिदिन्छु तपाईँको ल। हुन्छ। अनि खाना के पकाउनु बाजु? खाना हिजो बेलुकै पकाएको चाहिँ अब आलुको तिउन पकाउनु। ए गरम महिना लाग्यो साह्रै बासी कुरो नखाने है, झन् बिमार हुन्छ नि फेरि। ल बरु अलिकति भए पनि यसो एकछिन टाइम लगाएर आफै पकाउनुहोस्, बिहान फ्रेसै खानुहोस्, ताजै खानुहोस्। अन्त सुन्नुहोस् न, यो 14 तारिक अब यो होलीको दिन क्या हामीले तपाईँको यो घर छ नि, यो घर वरिपरि यो रङ लगाइदिउँ भनेर भनिरहेको छु कि 14 तारिक हामी तपाईँको घरमा रङ लगाइदिन्छु। यसपालि होली चाहिँ हामी तपाईँको घरमा खेल्ने भनेर सोचिरहेको छु। अन्त कस्तो कलर मनपर्छ तपाईँलाई? निलो कलर मनपर्छ। निलो निलो कलर लगाइदिँदा भयो भनेपछि है। हुन्छ, म हामी केटाहरूसँग सल्लाह पनि गरिसकेको छु हो। 14 तारिक चाहिँ म यसो रङहरू ल्याएर तपाईँको घरमा लगाएर चाहिँ मजाले उज्यालो बनाइदिन्छु नि तपाईँको घर ल। अनि अरू के कसोको जरुरत छ? दुःख सुख चल्दैछ है। केही कुरोको जरुरत भयो मलाई मेरो नम्बर छ तपाईँकोमा है। दुःख बिमारहरू केही भयो, केही कसो भयो भने दबाईहरू चाहियो, सौदापातहरू चाहियो मलाई फोन गरिहाल्नुहोस् ल, म आइहाल्छु। एकछिन त आउनु हो ल। मलाई अरू भन्दा पनि तपाईँले ल्याइदियो, परासर ल्याइदियो, ग्यास्ट्रिकको दबाई ल्याइदिनु। अहिले छैन त्यो ग्यास्ट्रिक दबाई कि त्यो दबाई चाहिँ ल्याइदिनु। अन्त मैले अस्ति पनि भनेको हो तपाईँलाई, मैले भनेको थिएँ नि तपाईँलाई फोन गर्नुहोस् न। किन तपाईँ लजाउनु भएको, अप्ठ्यारो मान्नु भएको? किन अप्ठ्यारो मान्नु भन्नु त लु। तपाईँले एउटा मैले अस्ति नम्बर दिएको छु तपाईँलाई, तपाईँले फोन गर्नुहोस्। फोन गऱ्यो भने सन्दीप भाइ मलाई यो दबाई चाहियो। अस्ति मैले ज्वरोको दबाईहरू त मैले ल्याइदिएको थिएँ तपाईँलाई हो। त्योहरू चाहियो भने, डाइरियाको दबाईहरू चाहियो भने, ग्यासको दबाई चाहिरहेको छ भन्नु हुँदैन तपाईँले नि त। म आज अहिले घल्टा जाँदाखेरि हस्पिटल खुल्लै छ भने म झिकिदिन्छु हो। तपाईँले ल्याइदिएको थियो ग्यासको दबाई बहुत राम्रो भएको थियो। मलाई कोर्समा खाएको थियो, दुई साल पो पुग्यो। निकै लामो फाइल ल्याइदिनु भएको थियो, 2 फाइल ल्याइदिनु भएको थियो। अनि ग्यास हुँदा त्यो खान्थेँ हो। अहिले छैन। हुन्छ, म अहिले भरै गएर त्यो हस्पिटलमा दबाई मागेर तपाईँको ग्यासको दबाई मात्रै होइन, ज्वरोहरूको छ, यो प्यारासिटामलहरू छ, सबैहरू डाइरियाहरूको चाहिन्छ दबाई त्यो पनि ल्याइदिनु, ल्याइदिइरहेको छु तपाईँलाई। तपाईँलाई भन्नु न, मैले भने त जे कुरो चाहिन्छ मैले नम्बर दिएको छु, तपाईँले मलाई भन्नुहोस् न। अब मोटु यहीँ बस्छ, मोटुलाई भन्नुहोस्, मोटुले मलाई भनिहाल्छ त ल। म चाहिँ अब अप्ठ्यारो कसै लाग्दैन। तपाईँ अब घरटाले अब के अरे आफ्नो ड्युटीहरू छ, घरमा पनि ड्युटी खट्नु त त्यो पिर बजाएको ड्युटी त भइहाल्छ नि, ड्युटी त म के डेली नै गर्नै पर्छ नि कि। तर पनि अब टाइम निकाल, अब म घर फर्किँदा त ड्युटी गरेर बेलुका त घर फर्किन्छु नि त। अन्त घर फर्किँदा म त सट्टै तपाईँको दबाई ल्याएर जानु सक्छु। त्यही कारणले अप्ठ्यारो लाग्छ। यस्तो अप्ठ्यारो नमान्नुहोस्, जे कुरो चाहिन्छ मलाई फोन गर्नुहोस् ल। ल अब हामी चाहिँ यहाँ 14 तारिक चाहिँ होली रहेछ, 14 तारिक भन्छ होली। अन्त यसपालि होलीमा चाहिँ हामीले चाहिँ दिलीप दाजु घर रङ लगाइदिने भनेर सोचेको छु। अनि हिजो मैले यसो सोचेँ, यसपालि होलीमा चाहिँ दिलीप दाजुको घरमा रङ लगाइदिँदा कसो होला भनेर साथीभाइहरूसँग, जति पनि दिलीप दाजुलाई सपोर्ट गर्नु हुनेहरू हुनुहुन्छ उहाँहरूसँग सल्लाह गर्दा चाहिँ एकदमै राम्रो हो, लगाइदिनु भनेर भन्नुभएको छ। अनि यो वरिपरि दिलीप दाजुको घर यहाँ काठको घर छ है। अन्त यो वरिपरि चाहिँ हामी होलीको दिनमा चाहिँ रङ लगाइदिएर अनि घरभित्रको साफसफाइ गरिदिने भनेर मैले एउटा सानो प्लान बनाएको छु। अनि होलीको दिनमा चाहिँ दिलीप दाजुको घर बाहिर रङ लगाएर भित्र चाहिँ हामीले के कस्तो प्रकारले हुन्छ साफसफाइ गरिदिने मैले सोच बनाइसकेको छु। अनि यस कार्यमा तपाईँहरू पनि जो पनि दिलीप दाजुलाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया तपाईँहरू पनि अघि आइदिनुहोस्। किनकि तपाईँको सानो सहयोगले हाम्रो दिलीप दाजुले राम्रोसँगले आफ्नो जीवन बिताउनु सक्नुहुन्छ भन्ने मलाई आशा लागेको छ। किनभने दिलीप दाजु एक्लो हुनुहुन्छ, उहाँको कम्मरदेखि हुँदै चल्दैन। तर पनि उहाँले यो बक्सामा भएको, मैले अस्ति पनि भने, अस्तिको भिडियोमा पनि, यो बक्सामा चाहिँ दिलीप दाजुको दोकान छ। यो दोकान चाहिँ दिलीप दाजुले पूजा बिहाहरूमा लगेर बेच्नुहुन्छ, यो बक्सामा भएको सौदा चाहिँ। अनि त्यसले पनि उहाँले आफ्नो जीविका चलाइरहनु भएको छ। अनि दिलीप दाजुलाई तपाईँ हामी सबैजनाले मिलेर अलिअलि भयो भने, हामी सबैजना अलिअलि गर्दै भयो भने, थुप्रैजना भयो भने चाहिँ दिलीप दाजुलाई धेरै सहयोग हुन्छ जस्तो मलाई लाग्छ। र उहाँ चाहिँ यसरी हिँड्नुहुन्छ किनकि उहाँको कम्मरदेखि उँधो चल्दैन। त्यही कारण उहाँ 2टा
लट्ठीको सहारामा हिँड्नुहुन्छ। त्यही कारणले गर्दा तपाईँहरू सबैजना आइदिनुहोस् है, सहयोग गरिदिनुहोस् दिलीप दाजुलाई। उहाँलाई धेरैभन्दा धेरै तपाईँ हाम्रो सहयोगको जरुरी छ। अनि तपाईँहरूलाई आशा गर्छु म कि दिलीप दाजुलाई तपाईँहरूले सबैजनाले सहयोग गरिदिनुहुन्छ भनेर है। र अब यो चाहिँ 14 तारिक चाहिँ हामीले कुनै पनि हालतमा यस घरलाई रङ लगाउने भनेर सोचेको छौँ। अनि 14 तारिक चाहिँ हामीले यहाँनिर रङ लगाउनेछौँ। यहाँ चाहिँ हाम्रो मोटु भाइ, उसले चाहिँ यहाँ दिलीप दाजुकोमै बसेर दिलीप दाजुलाई कतिवटा कुरा मैले सघाइरहनु भएको छ। अस्ति मैले पनि भनेको थिएँ अलिक दिन दिलीप दाजुकोमा बसेर यसो दिलीप दाजुलाई पनि खानापिना पकाउनु सघाइदिए भनेर भनेको थिएँ। अनि उहाँले सहयोग गरिरहनु भएको छ दिलीप दाजुलाई। र मोटु भाइलाई पनि धन्यवाद छ। अनि यहाँभित्र पनि अब अलिअलि कस्तो प्रकारले हुन्छ साफसफाइ गरेर अलिकति दिलीप दाजुलाईको घर पनि मजाको एउटा उज्यालो देख्ने बनाउने हाम्रो कोसिस छ। र तपाईँहरू सबैजनालाई म बिन्ती गर्छु कि यस कार्यमा तपाईँहरू पनि सहभागी भइदिनुहुन्छ भनेर। हुन्छ, धेरै धेरै धन्यवाद तपाईँहरूलाई।